वेलकम टु माई न्यू ब्लग। अहिले चाहिँ हामी होस्टेलमै छौँ है, यस्तै जाँदैछौँ, हिँड्दैछौँ है। यो चाहिँ होस्टेल हाम्रो यो रुम यो अहिले चाहिँ जाँदैछौँ, त्यही भएर अझै सक्नुहुन्छ। यो चाहिँ एकदम यो गार्डन चाहिँ एकदम हुन्छ है, जहाँ पनि जापानिजमा पार्कहरू गराएकै हुन्छ, जताततै पार्कहरू यस्तो छ। यस्तो मजाको फुलहरू फुलेको छ है। यो चाहिँ फेरि राति भन्ने हुँदैन, यहाँ त सेभ हुन्छ यतातिर चाहिँ है। अनि त्यहाँ इमिग्रेसन गर्नेहरूले हेर्छन् तिनीहरू। अन्त डाइरेक्ट त्यही भएर हिँड्दै जान्छ। ल है त अहिले चाहिँ हामी यो टावर छ, टावरबाट यसो जाँदै गरेको है। दाइहरू चाहिँ अगाडि जानुभयो, म चाहिँ यस्तै हिँड्दैछु। हुन्छ हामी चाहिँ डेस्टिनेसन त्यही हो भनिसक्यो अघि है, त्यतिर जाँदैछौँ है। अनि त्यसपछि पुलहरू गाडीहरू A56 नयाँ लिएको जापान आउनु लाग्यो। जापान आउनुभन्दा अगाडि नै लिएको थिएँ मैले। हेर है, यहाँ त फाइन लाउँछ फेरि भ्याट सिग्नल ठ्याक्कै बेचिरहेको पिली हुन्छ। अनि त्यसपछि निल नेपाली रेस्टुरेन्टतिर जाऊँ भन्छ ठिक छ जी, होस् जाऊँ। मेरो भ्लग हुन्छ कि आज थाहा पाएन। भ्लग आउने बित्तिकै हामी के हो आउने बित्तिकै हामी नेपाली रेस्टुरेन्टमा आइसक्यो है। सो वी आर कमिङ है। मतलब कस्तो लाग्यो सुर्खेत हजुरको कता लाग्यो? के खाने एउटा एयरपोर्टमै पनि त्यहाँ इमिग्रेसन गर्नेहरूले हेर्छन् तिनीहरू। हामी त डाइरेक्ट त्यही भएर हिँड्दै जानु पर्दैन, सिधै आएको। हाम्रो नि नेपाली एयरलाइनबाट आउनेवालाको गाइज वेलकम टु माई न्यू ब्लग। अहिले चाहिँ हामी होस्टेलमै छौँ है, यस्तै जाँदैछौँ, हिँड्दैछौँ है। यो चाहिँ होस्टेल हाम्रो यो रुम यो अहिले चाहिँ जाँदैछौँ, त्यही भएर अगाडि बढिरहेको। हाम्रो अपार्टमेन्ट चाहिँ यही हो। केटाहरू तलतिर छन्, केटाहरू त्यो दाइ चाहिँ काममा जानु लाग्यो, अरू चाहिँ हिँड्दैछन् भनौँ। हामी चाहिँ एउटा नजिकैमा एउटा खावा छ अरे, खोला भनौँ कि ठुलो, यहाँ त अब नदी नै भन्दा पनि रिभरै छ अरे। त्यहाँ यसो घुम्न जानु लाग्यो है त। टोकियोको सेकेन्ड डे when we arrived फर्स्ट डे, आज चाहिँ सेकेन्ड डे। आज चाहिँ गएको साको गयो, त्यस्तै भयो। जापानमा साइकलहरू चाहिँ यति हुन्छ थाहा छैन भने बढी युज हुन्छ है यतातिर। सिग्नल रेड छ, अलि हल्लो भयो। जाने कता हो दाइ? ल ल दाइ अहिले भेटौँ ल। भेट गरौँला त लगाएर जाँदैछौँ है। यस्तो छ, मलाई चिन्दैन म भक्कु पछाडिको भ्यू है। त्यहाँ होस्टेल छ, यो पछाडिको भ्यू हो। यस्तो छ। अहिले दाइ म त अगाडि निक्लेँ, सुरुमा म निक्लेको दाइ सुरुमा म निक्लेको है, मलाई थाहा छैन। निक्लिनु फाइदा छ दाइ है त। ल हामी चाहिँ घुम्नु जाँदैछौँ। ल है त अहिले चाहिँ हामी यो टावर छ, टावरबाट यसो जाँदै गरेको है। दाइहरू चाहिँ अगाडि जानुभयो, म चाहिँ यस्तै हिँड्दैछु।
देख्छ हुन्छ हामी चाहिँ डेस्टिनेसन केही हो भनिसक्यो है त्यतितिर जाँदैछौँ है अनि त्यसपछि पुलहरू हेर्नु सक्नुहुन्छ यो चाहिँ एकदम यो गार्डन चाहिँ एकदम हुन्छ है जहाँ पनि जापानिजमा पार्कहरू गराएकै हुन्छ जताकतै पार्कहरू यस्तो छ यस्तो मजाको फुलहरू फुलेको छ है यो चाहिँ फेरि राति भन्ने हुँदैन यहाँ त सेभ हुन्छ यतातिर चाहिँ है यहाँ रेड लाइट छ अब क्रसिङ गर्नु मिल्दैन अब एकछिन ग्रिन भएपछि जान्छु म अनि यो चाहिँ डाइसो भनौँ कि सुपा भनौँ है सुपा हो यो चाहिँ जहाँ हामी अघि नै सामान लिन आएको थियौँ अलिक यो टल्कियो कि अलि लाइटले गर्दा अलि राम्रो भिडियो बनाएँ होइन त्यसको लागि माफ पाम है त यहाँ चाहिँ अहिले तमातेको होइन ल लाइट चाहिँ अब मिल्यो अब जाने मिल्छ म हामी चाहिँ जाँदैछौँ है है गाडीहरू चलिरहेको छ जापानमा चाहिँ एकदम सेफ हुन्छ है एकदम सेफ हुन्छ राति पनि अनि यस्तो छ मेरो आउटफिट है यस्तै हिँडिरहेको छु म भनौँ है हामीले यस्तै जाँदैछौँ भेन्डिङ मेसिनहरू है जापानमा चाहिँ यस्तो डाइसोहरू सुपाहरू र भेन्डिङ मेसिन चाहिँ एकदम धेरै हुन्छ है जहाँ पनि भेन्डिङ मेसिन देख्न सक्नुहुन्छ यहाँबाट चाहिँ ड्रिङ्कहरू किन्न मिल्छ एज यु नो अल अबाउट सबैलाई थाहा भएको कुरा हो धेरै हुनुहुन्छ जापानमा अहिले सबैलाई थाहा छ तैपनि यसो एकचोटि इन्फर्मेसन गरिदिउँ भनेर है यस्तो छ ल अगाडि बढाउँ है त अगाडि जाँदै गर्दा अरूलाई हजुरहरूलाई भन्दै गर्छु चाहिँ यहाँ चाहिँ अहिले आउँदै थियौँ क्रसिङ गर्दा रेड लाइट भयो होइन हामी चाहिँ यहाँ पुगेका छौँ है देख्न सक्नुहुन्छ यस्तो छ माहौल है चाहिँ अँध्यारो हामी कुरिरहेछौँ यता ल भोलि जान पाउँछौँ देख्न सक्नुहुन्छ यो चाहिँ भ्यू यो चाहिँ टोकियो है जापान टोकियो गटर भन्छ नि तलको नालाहरू भएको होला हो कि यस्तो यस्तो यो चाहिँ यो पोर्टको लागि भयो बत्ती बिजुलीको यो चाहिँ गटर सायद है म पनि त्यति एक्सपर्ट त छैन बट सक्छ भन्ने हो यसरी बनाउनु पर्छ भिडियो यस्तरी जाँदैछौँ हामी चाहिँ है त्यही हो ब्लग यस्तै है अगाडि आइसिन्छ हामी चाहिँ हिँडेर जाउँ है त यस्तै छ भनौँ दिस आर द भ्यू हजुरहरूलाई क्लियर देखिया छैन होला गजाङ गुजुङ देखिया होला त्यो धेरै म बनाउँदिनँ लसन पनि रहेछ यहाँ नजिकै ल ए हो र लसन चाहिँ रहेछ है नजिक यहाँ लसनहरू लगातार हुन्छ हाम्रो पसल नजिक पनि छ यहाँ पनि रहेछ यो चाहिँ लसन है त यस्तो छ लसन यस्तो छ भ्यूहरू चाहिँ मजाको छ है त हरियाली चाहिँ जता कतै हुन्छ जापानमा है हजुरहरूले पुरा देख्न सक्नुहुन्छ अहिले चाहिँ हामी आइसक्यौँ है खोलामा भनौँ पुलमा खोला रिभर यो चाहिँ नदीमा गएर उसिन्छ पुल चाहिँ यस्तो छ है यस्तो छ है यस्तो छ पुल चाहिँ उयो राइड भनौँ न पुलमा आइसकेको छ घुम्नलाई बेलुका पक्को यत्तिकै अब ठाउँहरू पनि चिन्नु पऱ्यो भनेर आएको पुलहरू पनि घुमाउँ कि यसो भनेर जग्गाहरू बन्दैछ अलिअलि भए पनि छोटो छोटो क्लिप भए पनि बनाएकै छु मैले है लामो अब त्यस्तै काम हुन्छ त्यही भएर लामो भिडियो बनाउनु मिल्दैन अनि त्यस्तै पछि त्यही भएर चाहिँ अहिले तलतिर जाँदैछन् यस्तो छ पुल अँध्यारो हजुरलाई त केही देखाएन होला है खासै त्यति देखेको छैन होला अलिअलि देखे पनि मेन्टेन गर्नु होला यस्तो छ साथी भयो कहाँ हो हामी यस्तो छ यस्तो छ यस्तो छ अहिले यहाँको ल जापान कति बजी भनेपछि अहिले भइसकेको छ 10:33 गएको छ है जापानको तर यहाँ चाहिँ सेफ्टी चाहिँ फर्स्ट प्रायोरिटीमा पर्छ सेफ्टी चाहिँ एकदम राम्रो छ यहाँको है त अहिले चाहिँ हामी है त्यहाँबाट घुमेर चाहिँ फर्किसकेका छौँ यताबाट है राति
रात परिसकेको छ फर्किँदैछौँ अन्त अगाडि चाहिँ दायाँहरू हुन्छ म चाहिँ यस्तै हिँड्दैछु बाटोमा फुलहरू चाहिँ एकदम राम्रो राम्रो हुन्छ है फुलहरू चाहिँ एकदम राम्रो राम्रो हुन्छ यस्तो फुलहरू छन् यस्तो छ है त जापान ठिकै छ राम्रो छ भनौँ है यस्तो छ गजबको छ नेपालीको लागि त धेरै राम्रो हो नि त रुल रेगुलेसन सेफ्टिनेसदेखि लगेर एजुकेसन पर्सपेक्टिभबाट पनि हेर्दा सबै कुरामा एकदम राम्रो छ यता हिँड्दा छौँ त्यहाँ चाहिँ हरेक ठाउँमा हुन्छ कि भेन्डिङ मसिन त्यहाँ पनि छ यहाँ चाहिँ साइकल आएर साइड लाग्दिनु पर्छ यो चाहिँ साइकल पनि हिँड्ने मान्छे रुटमा त्यही भएर साइकल साइड चेन्ज गरिदियो स्कुटीको साउन्ड चाहिँ भवाला हुन्छ रातभरि चल्छ स्कुटी अरू गाडीको आवाज आउँदैन स्कुटीको त लास्ट आउँछ यहाँ फेरि अलि पेट्रोल डिजेलहरू चल्ने गाडी भन्दा पनि इलेक्ट्रोनिक गाडीहरू अलि बढी पाइन्छ यस्तै छ है फुलबारी अब हजुरलाई पुगेपछि यसो सर्ट टाइमको लागि भेट्छ